साइडहरूको प्रवेशद्वारसँगै यहाँ चाहिँ हाम्रो बराह क्षेत्र छ। बराह क्षेत्रको चाहिँ आशीर्वाद लिँदै हामी चाहिँ माथिको यो अफरोड बाटो चाहिँ अब आज अवलोकन गर्न जाँदैछौँ। त्यो चाहिँ कस्तो छ होइन, सबैले अवलोकन गरौँ। एडभेन्चरको लागि होइन बाटो हाम्रो बराह आशीर्वाद दिँदै त्यो बाटो जान्छ। तपाईँको लोकेसन पनि हुन्छ। त्यो बाटो चाहिँ हामी आएर माथि आएर त्यो पछाडि त्यो लाग्छ। यो बाटो हुँदै हामी जान्छौँ एडभेन्चरको लागि। यो बाटो चाहिँ तपाईँहरूको भन्दा पनि एडभेन्चरको लागि चाहिँ तपाईँहरूले सोध्छु अब हाम्रो होइन घरको बाटो तपाईँहरूलाई चाहिँ मैले ब्लगमा चाहिँ देखाइरहेको हुन्छु कि यहाँसम्म। यो चाहिँ हाम्रो रोल्पा नगरपालिका 9 नम्बर वडा टिस्बाङ गाउँ हुँदै घरमा गोलगाउँ जोड्ने बाटो हो। तर निर्माण हुँदा हुँदै पनि हाम्रो यहाँ एउटा पहिरो खै थाहा भएन, बाटो छ छैन थाहा छैन। तर यो चाहिँ हामी त्यसरी चाहिँ माथि गएर माथि आएर चाहिँ हामी तलको भ्यूहरूलाई चाहिँ यो बाटो अवलोकन गर्नलाई चाहिँ सबैलाई इन्भाइट है। यो बाटो चाहिँ हामी एडभेन्चरको बवाल छ क्या बाटो माथि सन्चो देखिन्छ माथि होइन। सही छ यो बाटो बवाल छ बाटो चाहिँ। यहाँनिर चाहिँ होइन अहिले चाहिँ बाटो अहिले चाहिँ पानी छैन। तर यहाँनिर पानी आयो भने खतरा हुन्छ। मैले चाहिँ अब यस्तो सोचिरहेको छु सिक्किम पानी जानु भनेर बाटो साथीले चाहिँ त्यस्तो नगरौँ। यो बाटो चाहिँ अवलोकन गर्नु हाम्रो होइन। तपाईँलाई यहाँबाट देख्ने भिडियो खतरा बवाल छैन। बाटो पनि पुरा ठुलो है, कमजोर मिठो भएको चाहिँ नआउनु होला। सबैको धन्यवाद। एडभेन्चरको लागि बवाल हो। डट बाइकको लागि चाहिँ ठिक छ। तर यो म चाहिँ पल्सर बाइक लिएर आएको छु। लिएर आएको छु भन्दाखेरि मसँग ओन्ली त्यही बाइकमा चाहिँ बनाउँदैन होइन। त्यही पनि त्यही बाटोमा पनि देखाएको छु। बाटो बवाल लाग्छ मलाई होइन। अस्ति आएको थिएँ म तर मैले चाहिँ अब मान्छेहरूको घाट होइन त्यो बवाल छ। If you guys like to share adventurous way, this might be for you, best option for you. बवाल लाग्छ मलाई चाहिँ होइन। यो चाहिँ माथि तल देखिरहेको चाहिँ मेरो आयो जङ्गलको बाटो पनि एडभेन्चर पनि बवाल छ। होइन बाटो चाहिँ हुनुपर्ने चाहिँ छैन, तर पनि नोरेले चाहिँ एडभेन्चरको लागि चाहिँ बवाल बनाएको छ। बाटोको
गर्नु यो चाहिँ यहाँबाट देख्ने बाटोहरू लाग्छ क्या बाटोमा Let me show some adventurous here. त्यो चाहिँ मेरो गाउँ हो हैन अनि उमाथि देखिने चाहिँ रेउका सिबाङ उपल्ना गाउँदेखि खैबाङ सबै चिज चाहिँ देख्छ यो डाँडामा चाहिँ मिसिबाङ यो माडीचोरको फाट भइहाल्छ सबलाई थाहा छ हैन तल चाहिँ देखिरहेको चाहिँ डाबाङ हो अलिअलि अन्त देखिरहेको छ पारीको चाहिँ कोडको हामी सनसेट पनि भइसक्यो पारी जङ्कोर डाँडा हामी चाहिँ यहाँ छौँ हैन यस्तो रमणीय ठाउँ छ मलाई चाहिँ बल लाग्छ तपाईँहरूलाई कस्तो लाग्छ हैन यो चाहिँ लाग्दैन त्यहाँ चाहिँ आयो भने चाहिँ 5 मिनट हो होइन ठाउँ चाहिँ भयो है छैन छैन यस्तो हुन्छ लास्ट डेस्टिनेसन पानी खाने क्यों चाहिँ मूल्य मानेर छ कि मूलमा पहिलोचोटि आएको बेला चाहिँ है टक्क पानी एकछिन छिटो बवाल छ पानी